एन्ड गुड मर्निङ सबैजनालाई स्वागत छ फेरि पनि हाम्रो नयाँ भिडियोमा। वेलकम ब्याक टु भूपेश लामा भ्लग्स। इट्स न्यू इयर 2026 एन्ड इट्स आवर न्यू भ्लग। फेरि पनि स्वागत छ है त। एन्ड 2026 को सबैजनामा धेरै शुभकामना दिन चाहन्छु। हाम्रो भिडियोको सबैभन्दा फर्स्टमा 2026 नयाँ मौका, नयाँ हिम्मत, नयाँ लक्ष्य, सबैको जीवन सफल रहोस् भन्ने कामनासँगै भूपेश लामा भ्लग्सको तर्फबाट मनैदेखि धेरै शुभकामना दिन चाहन्छु हैन। ह्यापी न्यू इयर 2026 गाइज। एन्ड त्यही भिडियोलाई अगाडि बढाउनु भन्दा अगाडि चाहिँ अब सबैजनाले एक लाइक चाहिँ हानिदिनु होला। एन्ड च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ। एन्ड साइडमा रहेको घन्टीलाई ढ्याप्पै लगाएर बजाइदिनु होला भन्न चाहन्छु। एन्ड सधैँ जसरी हाम्रो आजको बिहानको सुरुवात पनि गुड बाय। सधैँ जसरी हाम्रो आजको बिहानको सुरुवात पनि भइसकेको छ। एन्ड आजको बिहानको सुरुवातसँगै 2026 को पनि सुरुवात भइसकेको छ गाइज हैन। त्यही हो। एन्ड 2026 को पहिलो बिहानी एन्ड 2026 को फर्स्ट सनराइज यताबाट स्टार्ट भइसकेको छ हैन, आइसकेको छ। म हल्का उठ्न चाहिँ ढिला भए तर केही पनि छैन हैन। एन्ड त्यही हो, आजको दिन मात्र नयाँ हो तर सबै चिज पुरानो हो। तर पनि नयाँ लक्ष्यको साथ हिँड्नुपर्छ गाइज अब हैन। त्यही आज न्यू इयर मनाउने चाहिँ त्यस्तो ठुलो केही प्लान चाहिँ छैन। हाम्रो केटाहरू, साथीहरू, दाजुहरूले चाहिँ के गर्ने भन्दैछ त्यहाँ माथितिर। त्यो मोमोसोमो बनाएर चाहिँ खाने कुरा चाहिँ थियो हैन। सो हामी चाहिँ त्यहाँ जान्छौँ आज अहिले एकछिनमा। अनि आजको हाम्रो दिनको सुरुवात पनि हाम्रो मिठो चियासँगै भइसकेको छ हैन, हाम्रो माथि नै। एन्ड यो चिया सकाएर हामी फर्स्टमा चाहिँ एकछिन बाहिरतिर घुम्न जान्छौँ। त्यसपछि फेरि आएर त्यसपछि के हुन्छ त्यसपछि नै थाहा हुन्छ ढ्याप लगाएर। त्यही गाइज, हामी चाहिँ आइपुगिसकेका छौँ यता बज्रबारीको जङ्गलतिर। एन्ड मन्दिर पनि आइसकेका छौँ। मन्दिर हाम्रो यहीँ अगाडि रहेको छ, आइपुगिसकेका छौँ। त्यही भिडियो चाहिँ अब लामो नबनाउने भन्दै पनि यत्रो लामो हुन पुग्छ हैन। त्यसको लागि चाहिँ अब के गर्नु पर्ला भन्ने चाहिँ ढ्याप लगाएर सजेस्ट हानिदिनु पऱ्यो केटाहरूले। झन् छोटो बनाउने भन्छु, अब छोटो बनाउने भन्दै लामो भइहाल्छ क्या भिडियोहरू। के गर्नु। एन्ड हामी आइपुगिसकेका छौँ। त्यही हामी यहाँ एकचोटि दर्शन गर्छौँ हामी अनि एक राउन्ड लाएर चाहिँ फेरि रुमतिरै जान्छौँ। त्यही हो। त्यही गाइज, म चाहिँ दर्शन गरेर चाहिँ निस्किसकेको छु हैन। अब रुमतिरको लागि चाहिँ फर्किसकेको छु। एन्ड त्यही हामी चाहिँ एक राउन्ड हानेर चाहिँ जानुपर्ने हुन्छ अब रुमतिर। त्यही आज चाहिँ म सकेसम्म चाहिँ भिडियोलाई लामो नबनाउने चाहिँ कोसिस गर्छु हैन। अब हेरौँ कतिको हुन्छ हैन। यो त्यही पनि मेरो मोबाइल एकदम बिग्रेर हैन, गाह्रो भइरहेछ मलाई भिडियो बनाउन। त्यही भएर म धेरै भिडियो बनाउँदिनँ आजकल। के भन्छ, स्टोरेज पनि पुग्दैन, एउटै पुग्दैन। यो 10 मिनटको भिडियो पनि सेभ हुन गाह्रो हुन्छ हैन। म बल्ल त्यो सब डिलिट गर्दै सेभ गरिरहेको हुन्छु आजकल। एन्ड अर्को प्रब्लम भनेको चाहिँ मेरो मोबाइलको चार्ज हैन। 2-3 घन्टा नै टिकाउन गाह्रो हुन्छ यो चार्जलाई। एकदम गाह्रो छ, पैसा छैन, जटिल छ अवस्था गाइज हैन। यतिखेर चाहिँ म चाहिँ केटाहरूकोमा जानलाई चाहिँ रेडी भएर चाहिँ निस्किसकेको छु हैन। तर जाडो चाहिँ हुनेवाला छ मलाई थाहा छ। तर पनि म यत्तिकै हिँडिरहेको छु। त्यहाँ केटाहरूको भिड दिइहाल्नुपर्छ किनभने मेरो चाहिँ मैले अघि भर्खर लुगाहरू धोएँ। एन्ड के भन्छ, मेरो अरू लुगाहरू फोहोर भइरहेछ नि त, त्यो लुगाहरू धोएँ। त्यही भएर अब त्यो धुनु मिल्दैन, अझ लाउन मिल्दैन। त्यही भएर चाहिँ म यत्तिकैमा हिँडिरहेको छु। ओके,
अब हामी त्यहाँ गएर के गर्नुपर्ने हो हैन, सब म देखाउँछु भिडियोमा अलिअलि हैन। त्यहाँ के गरिन्छ तपाईहरु सब हेर्न सक्नुहुन्छ। भिडियोलाई चाहिँ जस अन्तिमसम्म चाहिँ हेरिदिनु पर्यो, त्यही हो। ओके, अनि यतिखेर चाहिँ म चाहिँ चौतारा आइपुगिसकेको छु हैन। अब हामी केटाहरूलाई पर्खिरहेछौँ। मैले चाहिँ उनीहरूलाई बोलाइसकेँ क्या यतै सामानहरू किनेर लानलाई। तिनीहरू यता आउँदैछ। अनि मेरो यता चाहिँ डोजरको काम भइरहेछ हैन। डोजरले पुरा खनिरहेछ र डोजर हेर्नको लागि भिड पनि ढ्यापलाएर जम्मा भइसकेको छ। जहाँ डोजर वहाँ भिड होइन त, ढ्यापलाएर नेपालको यही त हो। यही केटाहरूलाई पर्खिँदा बल्ल बल्ल केटाहरू पनि आउँदैछ भन्नाले यहीँनिर आइपुगिसक्यो। अब धेरै कुरायो यार केटाहरूले, मैले पनि कुराएँ नि त बिहानदेखि फेरि केटाहरूलाई। ह्याप्पी न्यू इयर यार, ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर दाजु, ह्याप्पी न्यू इयर। हाम्रो केटाहरू चाहिँ यहाँ किमाको लागि चाहिँ जाँदैछ, किमाको अर्डर गर्न। एकजना यता, एकजना चाहिँ यता, हामी दुईजना, तिनजना चाहिँ यता तरकारीको सपिङ गर्न जाँदैछ। तरकारी भन्दा पनि त्यहाँ किमामा मिसाउनको लागि प्याज होइन। जाउँ त भित्रै। हाम्रो यता छ तरकारीहरू हामीले चाहिँ सपिङ हानिसक्यौँ यहाँनिर। यता पनि देख्न सक्नुहुन्छ हाम्रो मोमोको सपिङहरू चाहिँ हुँदैछ। एन्ड किमा चाहिँ उता बन्दैछ। हाम्रो भाइ कुरिरहेको छ किमालाई। अनि पिठो पनि ल्याउनुपर्छ। पिठो कहाँबाट लाने? मैदा कहाँबाट लाने? हामी लिएर आउँछौँ, भइहाल्छ। एन्ड गाइस हामी यहाँ आइपुगिसकेका छौँ हाम्रो के भन्छ यो रुममा, त्यो मोमो बनाउने ठाउँमा आइपुगिसकेका छौँ। र सबै आफ्नो आफ्नो काम गर्दैछन्। हाम्रो यता केटाले गोबी छिल्दैछ होइन, छिल्दै भन्दा नि काट्दैछ। एन्ड यता सरसफाइ हुँदैछ। हाम्रो के भन्छ सुदीप भाइले गोलभेडाहरू पखाल्दैछ। लाल दाजुको काम हल्का काम उहाँ नि काम गर्दै हुनुहुन्छ होइन। अब म नि त्यही हेल्प गर्नुपर्छ केटाहरूलाई ढ्याप लाएर। म चाहिँ यो के भन्छ प्याजहरू छिल्ने, त्यो लसुनहरू गर्ने चाहिँ काम गर्छु। एन्ड अर्को दाइको पनि इन्ट्री भइसकेको छ। के हो उज्यालो भएर तपाईँ गोरो भएर देख्नु भएन कि? हेलो हेलो हेलो, स्वागत छ तपाईँलाई हाम्रो नयाँ भ्लगमा। एन्ड ह्याप्पी न्यू इयर 2026। ह्याप्पी न्यू इयर यार। धेरै धेरै शुभकामना। यसपालिको 2026 चाहिँ सबैको सफल रहोस् भन्न चाहन्छु। एन्ड 2026मा चाहिँ जापान पुग्ने हो केटा हो ढ्याप लाएर। ल ल है, ल म पनि ढ्याप लाएर केटाहरूलाई हेल्प गर्छु है त। अनि यतिखेर चाहिँ हाम्रो 35% जति काम चाहिँ भर्खरै सकिरहेको छ। अब आगोसागो बाल्ने काम पनि बाँकी नै छ। त्यसपछि मोमो पकाउनलाई त अब मोमो बेल्नै बाँकी छ, मोमो बनाउनै बाँकी छ। किमै रेडी भएको छैन, किमा अब रेडी हुँदैछ। मस्त निचरिरहेको छ केटाहरूले। ल निचरिरहेछ। निचर्नामा चाहिँ केटाहरू फेरि अलिक प्रो नै छ हाम्रो केटा। निचर्नामा चाहिँ केटाहरू फेरि अलिक प्रो नै छ हाम्रो केटा। एउटा हल्का अर्को चाहिँ दिक्छ। हेलो सम्धी, कौन है ये लोग, कहाँ से आते हैं? कुन हो यो फेरि?
हाम्रो दुईजना केटाहरू चाहिँ नयाँ केटाहरू जोइन भइसकेको छ हामीसँग ह्याप्पी न्यू इयर है तपाईँहरूलाई नि के हो नाम नाम भनिदिनुहोस् न तपाईँहरूको अनि त उताको मेरो नाम भान्जा भान्जा एन्ड साइको ल ल है के तपाईँले मलाई मामा भन्ने हो हाम्रो चाहिँ अब मोमोहरू चाहिँ रेडी गर्ने बेला भइसकेको छ अब सबै रेडी भएर बेल्ने हो बेल्ने अनि मोमो बनाउने मात्र बाँकी हो होइन बाहिर आगो पनि बाल्दैछ केटाहरूले खै 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 कहाँ बाल्दैछ केटाहरूले आगो यहाँ आगो बाल्दैछ केटाहरूले हाम्रो मोमो यहाँ पाक्छ अब एकछिनमा त्यही अब चाहिँ हामी बेल्ने सेल्ने कामहरू चाहिँ गर्नुपर्ने हुन्छ ढ्याप लगाएर यहाँ सुदीप भाइ चाहिँ पुरा धुलो बढाउँदैछ होइन केटाहरूले मोमो चाहिँ यता पकाइसकेको छ एन्ड दाजुले यता ल्याइराखेको छ हाम्रो अनि यतिखेर चाहिँ अब हाम्रो मोमो पाकिसकेको छ र लास्ट लट मात्र पाक्न बाँकी छ यहाँ हाम्रो अब हामी मोमो खान्छौँ भित्र गएर ढ्यापो लगाएर होइन केटाहरू चन्द्रमाको फोटो खिचिरहेछ मेरो त अब यस्तै हो क्यामेरा के खिच्नु होइन अब हामी भित्र जान्छौँ र मोमो खान्छौँ ढ्यापो लगाएर ह्याप्पी न्यू इयर मनाउँछौँ लास्ट लड हो यो होइन अब भयो हाम्रो हाम्रो होइन त यो होइन चटनी बनायो कि नै अनि गाइस अब चाहिँ हाम्रो मोमो रेडी भएर अब हामी खाने क्रममा छौँ हाम्रो मित्रहरू सबैजना रेडी छौँ हामी सम्धी ह्याप्पी न्यू इयर सम्धी धन्यवाद एन्ड अब हामी मोमो खानेवालामा छौँ होइन हाम्रो दाजु यता हाम्रो आजको प्लान बनाउने दाजु आयो होइन ल मोमो लिउँ है गाइस मोमो लिउँ त हात हातमा ह्याप्पी न्यू इयर नखाउन मुला नखाउन मुला वो तो मैं खा गए लिउ न सबैजनाले लिउ त ह्याप्पी न्यू इयर लिउ न तपाईँहरू लिउ न एउटा मोमो निकाल्दिउ त छटपटी राख्छ होइन पक्नु न पहिला लिनु न पहिला मोमो लिनु ए मेरो भिडियो लामो भइसक्यो यार ह्याप्पी न्यू इयर 2026 ल लिउ है निकाल्दिउ कि छटपटी राख्छ बिचारो न्यू इयर पनि भइगयो यार ह्याप्पी वाला न्यू इयर भइगयो कसरी गर्ने हो यार तपाईँको हामीसँगको पहिलो न्यू इयर चाहिँ कस्तो भइरहेछ त अनि केटाहरूको मुंह से सुपारी निकाल के बात कर रहे बाबा हाम्रो मित्र दाजु एकदम राम्रो बवाल सम्धी मलाई त सोध्नै पर्दैन म त जहिले चिलो सम्झे म त जहिले फेरि लिने चिल्लो त्यो अनि त्यही हो गाइज हाम्रो न्यू इयर चाहिँ यस्तै भइगयो होइन मोमोसम्म खाएर हामी रुममा आइसकेका छौँ मसँग चाहिँ आज मेरो एकजना भाइ आएको छ हेलो भाइ यस्तै छ रुमको अवस्था चाहिँ देख्न सक्नुहुन्छ अब भत्ता भुङ्गै छ होइन जस मसँग उता अरे उता के भन्छ केटाहरू आएको रहेछ नि त दुईजना उताको भुवन सम्धीको उताको साथीहरू आउनु भएको रहेछ सो त्यहाँ चाहिँ नअट्ने भएको कारणले मैले मेरो एकजना भाइलाई चाहिँ यहाँ ल्याइसकेको छु यहाँ मसँग सुताउनको लागि त्यही आजको दिन पनि यस्तै भयो न्यू इयर पनि रमाइलै भयो भनौँ मोमोसम्म खायो होइन मस्त होइन त्यत्रो मोमो थियो जोस् मजा आयो मोमो खाने बेला पनि जोस् ह्याप्पी न्यू इयर नै भयो 2026 को पोहोर सालको पनि थोरै याद गर्न चाहे पोहोर साल चाहिँ के गरेको थियो भन्दाखेरि हामीले यहीँ माथि चाहिँ के भन्छ यहीँ माथि बिरयानी बनाएर चाहिँ खाएको थिएँ पोहोर साल चाहिँ यसपालि चाहिँ हाम्रो दाजुहरूसँग साथीहरूसँग भाइहरूसँग चाहिँ मोमो खान पायौँ होइन जस रमाइलो भयो मजा आयो र त्यही हो हामी भिडियोको अन्त्यमा छौँ हामी भिडियोको एन्डिङमा छौँ र
अझैसम्म पनि तपाईँहरूले भिडियोलाई लाइक गर्नु भएको छैन भने प्लिज एक लाइक चाहिँ हानिदिनुहोस् होला र भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्सक्राइब पनि गर्न सक्नुहुन्छ ओके गाइज एन्ड त्यही लास्टमा फेरि पनि सबैजनालाई ह्याप्पी न्यू इयर 2026 एन्ड अर्को कुरा एउटा के इन्फर्म गराउन चाहन्छु भने म भोलिको बेलुका चाहिँ म चाहिँ सैलुङको लागि टुर भन्दा पनि अब आङीहरूसँग जाने हो होइन सैलुङको लागि चाहिँ रेडी हुनुपर्ने हुन्छ भोलि बेलुका चाहिँ म चाहिँ सैलुङ जाँदैछु एन्ड त्यसको पनि भिडियो आउँछ गाइज स्टे कनेक्टेड ओके सी यू सुन गाइज बाई बाई